खान गइरहेको छ माने प्लस हामी मन्दिर पनि गइरहेको छ। म भन्छु है म भन्छु यो भिडियोको डेभलप सुरु गर्न। ल भयो अब हामी मन्दिर जान थालेको छौं। यो हो पार्ट 2 अनि हामी नेपाली हो यो त सबैलाई थाहा नै छ होला। नेपाली बोल्छिकै इन्डियन हुन्छ नि भने अनि हाम्रो भाइ चाहिँ पछाडी हिलो किल्चिदै आइरहेको छ। गाइस अगाडि छोड सब अगाडि जाऊ न। तपाईहरु चाहिँ हामीले खाएको तपाईहरु चाहिँ उता हेर्नु है। अब हामी आडु खान थालेको। हाम्रो मम्मीहरु चाहिँ आइसक्नु भएको छ हैन गाइस। हामी अगाडि लेट्सको बढ्दैछौँ। हाम्रो टोलीहरु आइसकेको छ। उता जाँदैछौँ। म चाहिँ अगाडि पक्रेर हिँड्नुपर्छ। तिमीले मलाई मार्छ। यहाँ राजको बोले देख्यो भने मलाई मार्छ। आउने बेला त्यही पनि अनि यो रुई चाहिँ टिपा टिपा हुने भइरा। अनि हाम्रो चिन्ते चाहिँ अनि यहाँ पछाडी चाहिँ हाम्रो आमा हुनुहुन्छ। छिटोस् गाइस छिटो छिटो हिँड्न भाइ। गाइस स्टार्ट हुन लागिसक्यो। गाइस अनि यहाँ चाहिँ बाटोमा बो छ। अनि चिन्टु ल हाम्रो चिन्टु चाहिँ त्यहाँ अगाडि हामीसँगै चकलेट खान हिँड्यो। चिन्टु रुक रुक। यतातिर चाहिँ राम्रो राम्रो फुलहरु पनि छ। अनि मैले यसबाट दौडिनु पर्यो। ओके नाम चाहिँ हो नेपाली। उयो हैन भन्छ कि ए सम्झित राजा। अनि धेरै भ्युज सब्स्क्राइब चाहिँ गर्नु भन्न पर्यो। अरे भ्युज नआए पनि हुन्छ सब्स्क्राइब चाहिँ गर्नु। गाइस हाम्रो चिन्टुलाई चाहिँ पकड्न हाम्रो काली गइरहेको छ। अब आधा घन्टा बाँकी छ गाइस। अनि बच्चामा हुँदाखेरि यो रुखमा चढेर खान्छ। किन तिमी बच्चामा यहाँ छौ? राइट हामीले अगाडि जानुपर्छ।
ल गाइस अब चाहिँ हामी जाँदैछौँ है गाइस अब हामी कहाँ जान्छौँ अब हामी मन्दिर जाँदैछौँ गाइस समृद्ध समृद्ध यसो समाउ त एकछिन यो क्यामेरा सबै राखै न ल यो क्यामेरामा चाहिँ लेस बान्दैछ है आफूलाई यस्तो रोइस्टु सीधा बनाइदिन्छु कहाँ गाउँ बा नेपाली ब्रान्डेड भनिदिनु छ उहाँहरूलाई बाबा यहाँ बस्न बाई बाई किन बाई बाई ए म त बाई बाई भनेको डोरी छ जाँदैन क्या पछि पछि आउँछ यो त तपाईहरु मेरो पसिना हेर्न सक्नुहुन्छ हेर्नुहोस् मेरो पसिना के चक्लेट गोजीमा दाम छैन आफै आएको अन्त जाँदैन मान्छ र मान्दैन नि अहिले उहाँ कसको कुकुर छ नि यसलाई मार्छ अहिले मोबाइल भएर क्यामेरा भएर मात्रै न त समाइदिन्छु यसलाई क्यामेरा भएर मात्रै न त समाइदिन्छु होइन के मिलाएको छैन होइन सबलाई मिलाएर होइन युट्युबमा हालेर गाइज हामीले केही खुसखुस गरे होइन हामीले चाहिँ ब्लग हाल भनेको हो त्यस्तो केही भनेको छैन गाइज अब मन्दिर चाहिँ यो डाँडामा थियो हामी चाहिँ यता जान्छौँ यताबाट सर्को हुनसक्छ हाम्रो मम्मीहरू चढ्न सक्नुहुन्न त्यही भएर हामी यता जाँदैछौँ लेट्स गो गाइज होइन हाम्रो चेलीबेटी अहिले हाम्रो मम्मीहरूको अनुहार देखाउनु कसको मम्मी कसको न मम्मी देखाउन सक्छौँ अब यसको नाम चाहिँ आजित हो अनि मेरो नाम सुन्दित मुक्तान हो अनि यो पछाडिको यो ठुलो केटीको नाम राइमा दियो अनि सानो केटीको नाम सम्बन्ध मुक्तान हो पछाडिको दुईजनामा पछाडिको दुईजना चाहिँ को आइरहेको छ होइन काले को त्यो लुगा लान्छु को होइन क्या उतापट्टि त्यो सानो ओरेन्ज कलरको टी सर्ट लाउने ढिला भइसकेको छ लैजान उ
त्यो छोरी भाटा राख्नु जानु फटाफट भागौँ भागौँ आउँछ एउटाले जल राख्ने अनि एउटाले पाउ पखाल्ने पाउ धुने अब इच्छा हुनेले जल खाने इच्छा नहुनेले शिरमा अचाउने पाउ धुनुपर्छ पाउ धुने पाउको पूजा गर्ने शिरमा होइन फेरि पाउमा नि शिरमा अबिर सबिर दल्ने नगर्नु होला त्यो रमणी चण्डी गर्ने काम छैन साना पूजा गर्ने हो सबैले सके पाउ पाउको पूजा गर्ने आफूले दिन पर्ने पहिला कन्याको पूजा गर्नुहोस् बत्ती 5 घन्टा वर्ष पहिला पाउको कन्याको पूजा गरिसकेपछि अनि मात्र अरूको हरिओम सुरु भएको हो मैया सोची बाजु गरेपछि तपाईहरु पूजा सुरु गर्नु उतै बस्नु उतै एकछिन सम्झिदा अरे कहाँ छ तिमी अरे खोजेको छ त ए यो आई युट्युबमा हाल्ने हो के एकदम शान्त भएर हामी लगानी जात्रामा या जात्रा भने मुला कन्या पूजा गर्नमा ठुलो पूजा छैन गाउँ धोएर पानी खाएको जस्तो ठुलो घटना अहिलेसम्म हिन्दू सङ्घ धर्मको केही विधि चलिरहेको छ कन्या पूजा भक्ति भाव जति तपाईमा भाव हो तति तपाईलाई भक्ति प्राप्त हुन्छ भक्ति प्राप्त हुँदैन भक्ति हुँदैन भावुक भएर पूजा गर्नुहोस् भक्ति भाव यसको नाम